हाम्रो डेस्टिनेसन भने के हो थाहा छ? भ्लगर त काठमाडौँ बरु यति A few moments later. त नमस्कार देवी और सज्जन, तपाईहरु सन्चै हुनु होला भन्ने ठुलो आश बोकेर म आएको छु। तात्तिको छ है महल भन्दाखेरि 5:41 भइरहेछ। पुरै आफ्टर धेरै टाइम पछि हामी गोकर्ण जाँदै छौं। आहा मेरो मित्र बच्च 2 मिनेटको अनि 4 मिनेट भयो पुगिहाल्छ। उनी त धेरै बोल्छिन् है। अनि उनीले पनि नयाँ युट्युब नयाँ हैन यार, वाइ नयाँ पुरानै तर गाइजहरु हामी जंगलको बीचमा आएको छौं। मजा पुरानो तर सब्स्क्राइब नभएको। आज हाम्रो डेस्टिनेसन भने के हो थाहा छ? ओइ खड्का के हो भन त हाम्रो डेस्टिनेसन? थाहा छैन मलाई त। के उनीलाई नि थाहा रहेनछ हाम्रो डेस्टिनेसन। आज हामी वेदरलाई च्यालेन्ज गर्नु हिँडेको छौं। यदि कसैले न्यू खोज्यो भने हामीसँग बडी बिल्डर पनि छ। खोला त खोला। हामी यस्तै मजाक र चर्चा गर्दै नयाँ जोस र जाँगरको साथमा हामी माथि गोकर्णको बाटो पाइला चाल्दै छौं। यहाँनिर त केटीकेटीहरू पनि रहेछ। यिनीहरू हाम्रो भविष्यको कर्णाधार। ओहो उनीले नि फोन खोली हिँड्ला। लाज पो लाग्यो मलाई त। चिसेको छ मौसमलाई च्यालेन्ज गरेर यहाँ झोलाभरि 3टा छाता बोकेर आएको छौं। च्यालेन्ज गर्ने भएको पुरै गाँड गुलेती हुने गरी पानीले कुट्ला जस्तो छ हामीलाई। उनीले त हाकिम बाइक त पिस यत्रोको पिस भ्लगर त काठमाडौँ बरु यति भए छ नि। चोकमा भ्लगर भेटिएको छ। जो भेटे म भ्लगर जसलाई क्यामेरा अगाडि बोल्ने समझ छैन। उनी यो कुदेको हेर त केटी जस्तै। ओ रोनाल्डोको फ्यान। ओखो नि लड्कीहरूको फेभरेट कुरा आएछ। अब बरा हेर्नुहोस् त फुलै फुल छ। यो चाहिँ हाम्रो सरको यता घरको फुल हो। ओहो हाम्रो सर यता बस्नुहुन्छ तर आज चाहिँ हुनुहुन्न रहेछ। वेदरलाई अब यस्तो यिनीहरू चाहिँ यहाँ पुलअप गर्ने रे। मनोज भाइले हानिसक्यो। 1 यो त भएन है, भएन बिजेत भयो है। यो त इज्जत गर्नै मन थियो भनेदेखि किन आएको भन्न चाहन्छु। यो मनोज भाइलाई मनैदेखिको चाहिँ म हाम्रो रमन सरले देखाउनुहुन्छ यहाँ पावर भनेको के हो। जोडी हान्दैन क्या जमिनमा पुरै के भन्छ सल्लोको उनी हाँसिन् ला। तात्तिएको छ है मनोज भाइ, तात्तिएको छ है। एक थु गर्छ मुला। तात्तिएको छ है महल जनताहरू। ल एउटा कलौटे भाइ।
ओहो छक्सको छक्स खड्का छक्स उनीले अब हान्छन् छिराना आम्मामा ग्रिप हेर्नु सक्नुहुन्छ अक्कै भएर उनले त जग्गै उखार्ला जस्तो छ आम्मामा पुरै कन्डोमा आगो बाल्यो होला उसको त दादालाई खुट्टा नदेऊ फेरि हाम्रो रमणी सोल्टीले सेकेन्ड अटेम्प गर्नु गइरहेको छ जनताहरू देख्नु सक्नुहुन्छ आँखा फाडेर हेर्नु के छ हौ रमन सर ओहो यो मान्छे जस्तो राम्रो त कोही छैन ओहो कसलाई ओखनी भरे जो लाइनमा जो लाइन रनमती दादाहरूलाई अम नदेखाउने क्या ल उनीले अब उनी तिम्रो यो छ नि तिम्रो यो अम्ला भाँचिदिन्छु अब उनीले हान्छन् ओ यहाँ आइजन हाम्रो दोस्त तपाईँले हान्नुहुन्छ अब तपाईँले हान्छ के गर्नु जिउ त देखेन ल गाइजहरु आजको भिडियो यस्तै भयो तपाईहरु सन्चै हुनुहुन्छ होला मदर्स डे कस्तो भयो मुनि फिडब्याक गर्नु नछोड्नु होला अनि आजको लागि यति नै भन्दै हामी सकेर फर्किसक्यौं है भोलि नयाँ जोश र जाँगरको साथमा भेट्ने छौं त्यसको लागि धेरै धेरै धन्यवाद थ्यांक यू इफ यू फ्री इफ यू लाइक डोन्ट फर्गेट टु सब्स्क्राइब इट थ्यांक यू सब्स्क्राइब इट पानी पर्यो छाता खोल